मेरो कविताको शीर्षक छ छोरा र देश। पहिलेका छोराहरू अनेकौं सपना सजाउँदै विपनाको गाउँ छाडेर सपनाको सहरतर्फ जान्थे अरे। पहिलेका छोराहरू अनेकौं सपना सजाउँदै विपनाको गाउँ छाडेर सपनाको सहरतर्फ लाग्थे अरे। अहिलेका छोराहरू पनि कोही अवसरको खोजीमा त कोही इलमको खोजीमा तिनै सहरतर्फ लागिरहेका छन्। म डाक्टर बन्छु भन्ने मेरो बालापनको साथी पनि उतै देखेँ। उतै देखेँ अनि सोधेँ, आफ्ना रहरहरूलाई चितामा राखेर तिमी किन बाहिर गयौ? ऊ भन्छ घट्दैछ बल बाबाको छाला चाउरी पर्दैछ, ती काला केस फुल्दैछन् अनि बिस्तार झर्दैछ। पाइन काम पढेर नि छाडेको स्वदेश, भोलिको सोची भर्नलाई पेट आए म विदेश। भोलिको सोची भर्नलाई पेट आए म विदेश। वेदनाका भनौं या वास्तविकताका, तर उसका शब्दहरू सुन्दै गर्दा आफ्नो भविष्य म आफै देशमा कोर्छु भन्दै एउटा कथा लेख्न मन लाग्यो। खोल्दा चक्षु म देख्छु यो भुवनमा, छन् देश छाड्ने दल, भन्छन् देश छ रोजगार नदिने, बाँध्नु कसोरी मन। पर्दा गर्न तयार छौं जन भने, के देशले दिन्न र आफै कोर्छु भविष्य भन्न सकिने, यस्तो कथा लेख्छु म। आफै कोर्छु भविष्य भन्न सकिने, यस्तो कथा लेख्छु म। पाखा छन् सबरिक्त मानिसहरू, छाडेर अन्तै हुँदा आशा भर्न सकिन्छ यो धरतीमा, माटो सबैले छुँदा। खाना खान समेत मुस्किल हुने सारा व्यथा देख्छु म, माटोमै सब रम्न तत्पर हुने यस्तो कथा लेख्छु म। माटोमै सब रम्न तत्पर हुने यस्तो कथा लेख्छु म। मेरा शब्दहरू उसलाई सायद बाण बनी चुब्दो हो अनि ऊ भन्छ, साँच्चै छ गर्ने काम र पेशा भन त देशमा, पढेर गर्ने भेटिन केही मैले त देशमा, पढेर गर्ने भेटिन केही मैले त देशमा। आज आफ्नो साथीलाई आफ्नो भविष्य आफ्नै देशमा कोरौँ भनिरहेको म आफैलाई प्रश्न गर्छु, तर जवाब कतै भेट्दिन। के साँच्चै म आफ्नो भविष्य आफ्नै देशमा कोर्न सक्छु होला त? धन्यवाद।